सम्पूर्णलाई हेर्दै गर्नुभएको मेरो यो थोक आकाशवाणी समाचारमा फेरि पनि नमस्कार। हेर्नुहुँदैछ सम्पूर्ण मेरो यो आकाशवाणी टिभीबाट जोड्नु भएको सम्पूर्णलाई मेरो धेरै धेरै नमस्ते ढोकारी। अनि भनेपछि आजको विशेष खबर चाहिँ के भने बाहिर चाहिँ यति ठुलो पानी पराएछ कि हिँड्न र डुल्न र खान र बस्न र बाथरुम जान पनि साह्रो दिक्कत भएको छ। यो केरला त्रिशुल भन्ने प्रखण्ड भन्ने ठाउँमा यति ठुलो बारिसको टाइमले मान्छे रुममै परेर सरिएर बसेका छन्। अर्को कुरा भन्नुपर्छ यो बाटोघाटोमा पनि अहिले अटो र टेम्पो र बस भेट्नु साह्रो भइरहेछ, किनभने पानीको मौसममा गर्दाखेरि यति धेरै विशेष भइरहेछ भने अटो र अहिले चार्ज 100% धेरै बन्ने गरेछन्। अर्को कुरा भन्नु भने खानको लागि अनि यहाँ पिउनको लागि यति साह्रो दुःखै दुःख भइरहेछ भने यो यसमा भएर के भन्नु, कुदै हेर्नु नि आफै नि आएर यहाँ म कति भन्नु, मेरो मुख दुख्दैन, मेरो खोक्रो दुख्दैन, मलाई के भन्नु साथी रे, मजा गरेर नराम्रो। थ्याङ्क यू सो मच, लभ यु, बाई।